नमस्कार साथीहरू। फागुन 21 नजिकिँदै गर्दा देशभर एउटै प्रश्न गुन्जिरहेको छ। अबको प्रधानमन्त्री को? पोस्टरमा अनुहार देखिन्छन्, भाषणमा वाचा सुनिन्छन्, तर के हामीले मतपत्रमा छाप लगाउँदा सिधै प्रधानमन्त्री छानिरहेका हुन्छौँ? के नेपालमा प्रधानमन्त्रीको छुट्टै चुनाव हुन्छ वा प्रधानमन्त्री बन्न संसदको जटिल गणित पार गर्नुपर्छ? आजको यो भिडियोमा हामी नेपालको निर्वाचन प्रणाली, संविधानले निर्धारण गरेको प्रधानमन्त्री चयन प्रक्रिया र नेपालमा प्रधानमन्त्री कसरी बन्न सकिन्छ भन्ने विषयलाई सरल र स्पष्ट रूपमा बुझ्ने प्रयास गर्नेछौँ। यदि तपाईँ पनि नेपालमा प्रधानमन्त्री कसरी चयन हुन्छन् भन्ने जिज्ञासा राख्नुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। धेरै नेपाली नागरिकलाई यो कुरा थाहा छैन कि नेपालमा प्रधानमन्त्रीलाई जनताले सिधै भोट हालेर छान्न पाइँदैन, तर फेरि पनि प्रधानमन्त्री जनताको प्रतिनिधि नै हुन्छन्। अझ रोचक कुरा त के छ भने एउटा सामान्य नागरिक पनि संविधानको मार्गदर्शन अनुसार नेपालको प्रधानमन्त्री बन्न सक्छन्। आजको भिडियोमा म यी सबै विषयलाई संविधानको व्याख्या सहित सरल भाषा र उदाहरण सहित स्पष्ट पार्ने प्रयास गर्नेछु। सबैभन्दा पहिले हामीले नेपाल कस्तो राज्य प्रणाली भएको देश हो भन्ने बुझ्न जरुरी छ। नेपालको संविधानको धारा 4 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। यसको अर्थ के हो भने नेपालमा राजा छैनन्, सत्ता कुनै एक व्यक्ति वा परिवारको हातमा छैन र देश जनताले चलाउँछन्। जनताले सिधै सबै निर्णय लिन नसक्ने भएकाले आफ्नो प्रतिनिधि छान्छन् र ती प्रतिनिधिले संसद मार्फत देशको शासन सञ्चालन गर्छन्। अब बुझौँ जनताले प्रतिनिधि छान्ने प्रणाली अर्थात् निर्वाचन प्रणाली कस्तो छ। नेपालको संविधानको धारा 84 अनुसार देशले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। यसले जनतालाई दुई प्रकारका प्रतिनिधि छान्ने अवसर दिन्छ। पहिलो हो प्रत्यक्ष निर्वाचन प्रणाली, जसलाई अङ्ग्रेजीमा फर्स्ट पास्ट द पोस्ट सिस्टम भनिन्छ। यस प्रणालीमा देशलाई निर्वाचन क्षेत्रहरूमा बाँडिन्छ। प्रत्येक क्षेत्रमा उम्मेदवारलाई जनताले भोट दिन्छन् र जसले सबैभन्दा धेरै भोट पाउँछ उही सांसद बन्छ। नेपालमा प्रतिनिधि सभाका 275 सांसद मध्ये 165 जना यही प्रत्यक्ष प्रणालीबाट चुनिन्छन्। दोस्रो प्रणाली हो समानुपातिक प्रतिनिधित्व प्रणाली। यस प्रणालीमा जनताले उम्मेदवारलाई होइन राजनीतिक पार्टीलाई भोट दिन्छन्। पार्टीले पाएको कुल सदर मतको अनुपातमा सांसद सङ्ख्या बाँडिन्छ। नेपालमा प्रतिनिधि सभाका 110 जना सांसद यही समानुपातिक प्रणालीबाट आउँछन्। यस प्रणालीको मुख्य उद्देश्य महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यक र अन्य पिछडिएको क्षेत्र समेतबाट संसदमा सहभागिता सुनिश्चित गर्नु हो। समानुपातिक प्रणालीसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय हो थ्रेसहोल्ड। थ्रेसहोल्ड भन्नाले कुनै राजनीतिक दलले समानुपातिक तर्फ सांसद पाउनका लागि अनिवार्य रूपमा ल्याउनु पर्ने न्यूनतम मत प्रतिशत। प्रतिनिधि सभा निर्वाचन ऐन अनुसार कुनै पार्टीले समानुपातिक सिट प्राप्त गर्न राष्ट्रिय स्तरमा कुल सदर मतको कम्तीमा 3% मत ल्याउनै पर्छ। यदि कुनै दलले यो मापदण्ड पूरा गर्न सकेन भने उसले समानुपातिक सिट पाउँदैन। त्यसैले थ्रेसहोल्ड व्यवस्था भनेको केवल प्राविधिक नियम मात्र होइन, यसले राजनीतिक संरचना कस्तो बन्ने भन्ने कुरा पनि निर्धारण गर्छ। अब सङ्घीय संसदको संरचना बुझौँ। नेपालको सङ्घीय संसद 2 सदनबाट बनेको छ। पहिलो हो प्रतिनिधि सभा, दोस्रो हो राष्ट्रिय सभा। प्रधानमन्त्री केवल प्रतिनिधि सभाबाट मात्र चयन हुन्छन्। प्रतिनिधि सभामा जम्मा 275 जना सांसद छन् र प्रधानमन्त्री बन्नका लागि कम्तीमा 138 सांसदको समर्थन आवश्यक पर्छ। प्रधानमन्त्री चयन प्रक्रिया संविधान 2072 को धारा 76 मा स्पष्ट रूपमा उल्लेख छ। धारा 76 को उपधारा 1 अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छन्। यदि कुनै दलको एकल बहुमत छैन भने धारा 76 को उपधारा 2 अनुसार 2 वा बढी दल मिलेर बहुमत समर्थन देखाएमा गठबन्धनको नेता प्रधानमन्त्री बन्छन्। यदि यी दुवै अवस्था असफल भए धारा 76 को उपधारा 3 अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेता
प्रधानमन्त्री नियुक्त हुन्छन् र अन्ततः यदि यी सबै प्रयास असफल भए धारा 76 को उपधारा 5 अनुसार कुनै पनि सांसदले बहुमत समर्थन जुटाएर प्रधानमन्त्री बन्न दाबी गर्न सक्छन्। प्रधानमन्त्री नियुक्ति प्रक्रिया स्वतः सुरु हुँदैन। प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि नेपालका राष्ट्रपतिले संविधानको धारा 76 अनुसार सरकार गठनका लागि आह्वान गर्नुहुन्छ। सबैभन्दा पहिले यदि कुनै दलले स्पष्ट बहुमत ल्याएको छ भने राष्ट्रपतिले त्यस दलका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुहुन्छ। यदि कुनै दलको एकल बहुमत छैन भने राष्ट्रपतिले दुई वा बढी दललाई बहुमत समर्थन सहित सरकार गठन गर्न आह्वान गर्नुहुन्छ। यदि त्यो प्रयास पनि असफल भयो भने राष्ट्रपतिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका नेतालाई सरकार गठनको अवसर दिनुहुन्छ र अन्ततः यदि यी सबै प्रयास सफल भएनन् भने राष्ट्रपतिले प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई बहुमत समर्थन जुटाएर सरकार गठन गर्न आह्वान गर्न सक्नुहुन्छ। अर्थात् राष्ट्रपति राजनीतिक निर्णयकर्ता होइन, संविधान अनुसार प्रक्रिया कार्यान्वयन गर्ने संवैधानिक अभिभावक हुनुहुन्छ। उपधारा 2, 3 वा 5 बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले नियुक्त भएको मितिले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। यदि विश्वासको मत प्राप्त गर्न सकेनन् भने सरकार टिक्दैन। यसले प्रधानमन्त्री सधैँ संसदप्रति उत्तरदायी रहनुपर्छ भन्ने कुरा सुनिश्चित गर्छ। अर्को महत्त्वपूर्ण पक्ष के हो भने यदि संविधानको धारा 76 का सबै विकल्पहरू प्रयोग गर्दा पनि कसैले बहुमत समर्थन जुटाउन सकेन भने प्रतिनिधि सभा विघटन हुन सक्छ र देश पुनः निर्वाचनतर्फ जान सक्छ। यसले अन्ततः निर्णय गर्ने अधिकार फेरि जनताकै हातमा फर्किन्छ भन्ने देखाउँछ। त्यसैले नेपालको संसदीय व्यवस्था अनुसार प्रधानमन्त्री बन्ने प्रक्रिया केवल कानुनी योग्यता पूरा गर्न मात्र होइन, राजनैतिक विश्वास जित्ने यात्रा पनि हो। जनताबाट प्रत्यक्ष वा समानुपातिक प्रणाली मार्फत निर्वाचित भई प्रतिनिधि सभा सदस्य बन्नु पहिलो खुड्किलो हो। त्यसपछि सुरु हुन्छ वास्तविक राजनीतिक परीक्षा, संसदमा बहुमतको समर्थन जुटाउने। नेपालको प्रतिनिधि सभामा हाल 275 सदस्य हुन्छन्। तीमध्ये कम्तीमा 138 जनाको समर्थन प्राप्त गर्न सके मात्र प्रधानमन्त्री बन्न सकिन्छ। यदि कुनै एक दलले स्पष्ट बहुमत ल्यायो भने प्रक्रिया सहज हुन्छ, तर स्पष्ट बहुमत नआएमा गठबन्धन राजनीति अपरिहार्य बन्छ। यही राजनीतिक वार्ता, सहमति, लचकता र रणनीतिक कौशलको परीक्षा हुन्छ। नेपालको सङ्घीय संसदको संरचनाले शक्ति सन्तुलनलाई सुनिश्चित गर्छ। संसदले सरकार गठन मात्र होइन, सरकारलाई जवाफदेही पनि बनाउँछ। प्रधानमन्त्रीले संसदको विश्वास गुमाएमा पदमा टिकिरहन सक्दैनन्। त्यसैले प्रधानमन्त्री बन्नु जति चुनौतीपूर्ण छ, पदमा टिकिरहनु झन् चुनौतीपूर्ण हुन्छ। नेपालमा सांसदहरूको भूमिका निकै व्यापक र बहुआयामिक छ। नेपालको सङ्घीय संसद अन्तर्गत निर्वाचित सांसदहरूले देशको शासन प्रणालीलाई सही दिशामा अघि बढाउन महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्छन्। उनीहरू सरकार गठन तथा विघटनमा निर्णायक भूमिका खेल्छन्, कानुन निर्माण गर्छन् र राष्ट्रिय बजेट पारित गर्छन्। साथै सरकारका काम कारबाहीको निगरानी गर्दै सरकारी निकायलाई जवाफदेही बनाउने काम पनि सांसदहरूको मुख्य दायित्व हो। जनताको आवाज संसदमा पुर्याउने, संविधान संशोधनमा सहभागिता जनाउने, संसदीय समितिमा सक्रिय भएर काम गर्ने र राष्ट्रिय नीति निर्माणमा बहस तथा विमर्श गर्ने कार्य पनि उनीहरूले नै गर्छन्। यति मात्र होइन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्ने, आपतकालीन अवस्थाको स्वीकृति दिने र नागरिकका समस्या समाधानमा सहजीकरण गर्ने जिम्मेवारी समेत संसदहरूकै काँधमा रहेको हुन्छ। यसरी हेर्दा सांसदहरू केवल प्रतिनिधि मात्र होइनन्, देशको लोकतान्त्रिक संरचनाका प्रमुख आधारस्तम्भ हुन्। उनीहरूले सरकारलाई शक्ति दिने र नियन्त्रण गर्ने दुवै भूमिका खेल्छन्। त्यसैले सांसदहरूको सक्रियता, इमानदारी र दक्षताले नै देशको शासन प्रणालीको गुणस्तर निर्धारण गर्छ। नेपालमा प्रधानमन्त्री बन्न सम्पत्ति वा पारिवारिक पृष्ठभूमि निर्णायक हुँदैन। निर्णायक हुन्छ जनसमर्थन, राजनीतिक विश्वास, रणनीतिक क्षमता र नेतृत्व कौशल।
एक सामान्य नागरिकले पनि सही योजना, दीर्घकालीन राजनीतिक सक्रियता, जनविश्वास र सङ्गठनात्मक शक्ति निर्माण गर्न सकेमा देशको सर्वोच्च कार्यकारी पदमा पुग्न सक्छ। त्यसैले मापदण्ड पुरा गर्ने हरेक नेपाली नागरिकलाई कानुनी ढोका खुला छ। तर त्यो ढोकासम्म पुग्ने बाटो भने धैर्य, सङ्घर्ष, रणनीति र व्यापक समर्थनले मात्रै पार गर्न सकिन्छ। आदरणीय दर्शकवृन्द, नेपालको संविधानले सत्ता केही सीमित व्यक्तिको हातमा होइन, जनताको हातमा दिएको छ। प्रधानमन्त्री बन्नु कुनै परिवारको अधिकार होइन, यो संविधानले दिएको अवसर हो। राजनीति बुझ्नु भनेको नेता बन्नु मात्र होइन, सचेत नागरिक बन्नु पनि हो। साथीहरू, फागुन 21 को यो चुनाव केवल मत हाल्ने औपचारिक दिन मात्र होइन, यो आगामी 5 वर्षका लागि देशको दिशा र भविष्य तय गर्ने महत्त्वपूर्ण क्षण हो। देशमा हुन गइरहेको निर्वाचन 2084 को नियमित कार्यतालिका अनुसारको चुनाव होइन, यो एक विशेष राजनीतिक परिस्थितिको परिणाम हो। पछिल्लो समय देशभरिमा भएको जेनजी आन्दोलनपछि बनेको सरकारले प्रतिनिधि सभा विघटन गर्दै नयाँ जनादेश लिन 2082 सालमै निर्वाचन घोषणा गरेको हो। अहिलेको चुनावलाई केवल नियमित निर्वाचनका रूपमा होइन, परिवर्तनको दिशातर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। 2082 मा हुने यो निर्वाचनबाट गठन हुने नयाँ प्रतिनिधि सभाले आगामी सरकार निर्माण गर्नेछ। यसपटकको चुनावमा पारदर्शिता, सुशासन, रोजगारी, शिक्षा सुधार र भ्रष्टाचार नियन्त्रण जस्ता मुद्दाहरू मुख्य एजेन्डा बनेका छन्। त्यसैले यो निर्वाचन केवल सरकार बदल्ने प्रक्रिया मात्र होइन, देशको राजनीतिक दिशा तय गर्ने ऐतिहासिक अवसर पनि हो। तपाईको मत, तपाईको आवाज र तपाईको सहभागिता नै लोकतन्त्रको बल हो। हाम्रो एक मतले नीति निर्धारण गर्छ, नेतृत्व चयन गर्छ र शासनको स्वरूप निर्धारण गर्छ। त्यसैले कसैको लोभ, दबाव वा डरमा परेर होइन, प्रणाली बुझेर, संविधानका मूल्यहरू सम्झेर र उम्मेदवारको स्पष्ट एजेन्डा तथा कार्ययोजना मूल्याङ्कन गरेर मतदान गरौँ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।